चाइनिज कम्पनीहरूलाई मान्छेले खासै विश्वासै गर्दैन, तर चाइनिज कम्पनीले डिजाइनहरू चाहिँ एकदमै राम्रो बनाउँछ र यो चाइनिज गाडी भएको कारणले गर्दाखेरि यो गाडी प्रति मान्छेले यसको रिलायबिलिटी र बिल्ड क्वालिटीमा चाहिँ त्यति धेरै एक्सपेक्ट गर्दैनन्। र सिएफ मोटो NK250 एउटा नेकेड बाइक कस्तो छ त? आउनुहोस् एकचोटि झलक्क यसको ओभरअल लुक्स, डिटेल र स्पेकहरू हेरौँ। सो लेट्स गो। फ्रन्ट लुक्स एकदमै राम्रो छ, तर त्यति धेरै एग्रेसिभ नै छैन। लाइटमा फुल एलइडी हेडलाइट सेटअप छ र यसको बिचमा एलइडी डिआल दिएको छ। यसको तलको लो बिम र माथिको चाहिँ हाई बिम हो। टर्न सिग्नलहरू एलइडीमै छ र यसको रेयर टेल लाइट पनि तपाईँलाई स्पोर्टी डिजाइनमा एलइडीमै दिएको छ। फिचरमा फुल डिजिटल एलसिडी मिटर, यसमा तपाईँलाई ट्याकोमिटर, ओडोमिटर, गियर शिफ्ट इन्डिकेटर, एबिएस, टेम्परेचरहरू सबै सो हुन्छ। तर यो गाडीमा चाहिँ पहिले टिएफटी मिटर दिन्थ्यो भनेदेखि अहिले तपाईँलाई यसको कस्ट मेन्टेन गर्नको लागि तपाईँले यो गाडीमा एलसिडी मिटर दिएको हो। र यसको सस्पेन्सन चाहिँ यसको फ्रन्टमा 37 mm को यूएसडी अपसाइड डाउन फर्क पाउँछ भनेदेखि, र यसको रियरमा एडजस्टेबल मोनोसोक सस्पेन्सन दिएको छ। सस्पेन्सन सेटअप यो गाडीमा राम्रो छ। तपाईँले गाडीमा सानोतिनो खाल्टा खुल्टीमा यो गाडी तपाईँले त्यति धेरै चाहिँ थर्किँदैन। ब्रेकिङ सिस्टममा यो गाडीको फ्रन्टमा 292 mm को डिस्क पाउँछ भनेदेखि तपाईँले यसको रियरमा 220 mm को डिस्क ब्रेक पाउँछ र यो गाडी तपाईँलाई डुअल च्यानल एबिएस सँगै आउँछ र यसमा इको र स्पोर्टको राइडिङ मोड पनि पाउनुहुन्छ। गाडीको ओभर लुक्स तपाईँलाई फुल एग्रेसिभ भन्दा पनि तपाईँलाई अलिकति यो गाडी स्पोर्टी चाहिँ छ। फ्युल ट्याङ्क डिजाइन मस्कुलर र रेयर टेल साइड पनि एकदमै स्पोर्टी रहेको छ। गाडीको कलर ग्राफिक कम्बिनेसनहरू पनि एकदमै राम्रो छ। अब धेरै जसोले चाइनिज गाडी भन्ने बित्तिकै चाइनिज गाडी दह्रो हुँदैन, बिल्ड क्वालिटी पनि राम्रो हुँदैन, रिलायबिलिटी पनि छैन भने जस्तो सोच आउन सक्छ, तर तपाईँलाई यो गाडी त्यस्तो पनि छैन। अरू गाडी यस्तै डिसेन्ट नै छ, तपाईँलाई नर्मलै छ। यो गाडी स्ट्रङ नै छ। इन्जिनमा 249.2 cc को सिंगल सिलिन्डर 4 स्ट्रोक DOHC को एफए इन्जिन छ। यसले 27 PS को म्याक्स पावर र 22 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ भनेदेखि यो गाडी तपाईँलाई 6 स्पिड गियर बक्ससँगै आउँछ र सेफ्टीमा स्लिपर क्लच र साइड स्ट्यान्ड इन्जिन कट अफ अप्सन पनि पाउनुहुन्छ। फ्युल ट्याङ्क चाहिँ तपाईँले गाडीको एकदमै एग्रेसिभ र एकदमै ठुलो र एकदमै स्पोर्टी छ भनेदेखि तपाईँले गाडीको फ्युल ट्याङ्क कपेसिटी चाहिँ 12.5 लिटर छ र यो गाडीको माइलेज भने तपाईँ 30 to 35 किलोमिटर पर लिटर रहेको छ। कम्फर्टमा यो गाडी तपाईँले एकदमै राम्रो र एकदमै आनन्दिलो छ। तपाईँले गाडीमा त्यस्तो लिन भएर राइड गरिराख्नु पर्दैन। फुल स्टेट भएर राइड गर्न सक्नुहुन्छ। ह्यान्डल बार नै अपराइट पोजिसन छ। गाडीको सिट कम्फर्टमा चाहिँ तपाईँले राइडरको लागि चाहिँ एकदमै कम्फर्टेबल छ भनेदेखि तपाईँले पिलियनको लागि चाहिँ अलिकति अनकम्फर्टेबल हुनसक्छ, तर एडजस्ट मजाले भइहाल्छ। गाडीको सिट क्वालिटी एकदमै राम्रो छ र गाडीको सिट हाइट 795 mm छ। ग्राउन्ड क्लियरेन्स 150 mm छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकति धेरै भएको भए यो बाइक तपाईँलाई राइड गर्न चाहिँ अलिकति सजिलो हुन्थ्यो। स्पिड ब्रेकर र अप्ठ्यारो बाटोमा यो गाडी अलिकति ध्यान दिएर राइड गर्नुपर्छ र यो गाडीको वेट भने तपाईँलाई 151 kg छ। र यो गाडीको प्राइसको कुरा गर्नु पर्दाखेरि तपाईँले हाम्रो नेपाली मार्केटमा सिएफ मोटो NK250 को प्राइस 5,49,000 रुपियाँ मात्रै छ।